यो सम्बन्धी काम धमाधम भइरहेको अवस्था है। यो चाहिँ सम्मान सम्मान गरिरहेको छौँ। गरिरहेको अवस्था यो तपाईँको अहिले 2082 साल असोजको देखि थालेर आज तपाईँको साथीभाइमा काम गरिरहेको छु। त्यसै गाबेल चल्ने काम गरिरहेको छु। गाबेलले काम गरिरहेको छ। गाबेल चलाएको गाईहरू गाई साथी यो चाहिँ सेती बगालदेखि छिमालुङ धोत्रे जाने हुँदै किप्लेस गरेको गाउँपालिका जाने सडकलाई गाबेल गरिरहेको अवस्था। अस्ति मैले देखाएको थिएँ बाटोलाई गरिरहेको, यसलाई नै फेरि अहिले निरन्तरताले गरिरहेको छौँ। यसरी गरिरहेको अवस्था चाहिँ गाईहरू गाईहरू यसरी गरिरहेका छौँ। र जुन हाम्रो बाटो बनाउनको निम्ति आफ्नो गाउँ ठाउँदेखि सम्पूर्ण बाहिर पनि बसिसक्नु भएको छ। उहाँहरूले पनि सहयोग गर्नुभएको छ। म सबैको नाम त लिन सकिनँ, तर एक मुष्टमा सम्पूर्ण हामीलाई आफ्नो गाउँलाई आफै बनाऊ भन्ने अभियानमा सहयोग गर्नुभएको दाताहरूलाई म यो गाउँको तर्फदेखि, वडाको तर्फदेखि र म गणेश साईको तर्फदेखि एकदमै हृदय धन्यवाद दिन चाहन्छु। यसरी हामीले काम गरिरहेको छौँ। यो चाहिँ यसरी गरिरहेको छौँ। गाईहरू यसरी के गरिरहेको छु। यो चाहिँ मेरो घर छेउमा लेपिलाको अवस्था छ। साबिक 8 नम्बरमा आइपुगेको म जानकारी गराउन चाहन्छु। र आजसम्म भन्नुभएको छ, यो आजसम्म गरेर यो चाहिँ अब फेरि केही दिन पछाडि गरिनेछ। अहिले यो नाना खाएर मुरी थन्काउने बेला भइरहेछ गाईहरू। यस्तै छ सही गाईहरू हेरेर भिडियो हेरेर सल्लाह सुझाव चाहिँ दिनु नबिर्सनु होला है सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले। यस्तो चाहिँ गाईहरू।